सामान मात्रै झुन्ड्याएको छ सेवा र नमस्ते सम्पूर्णमा आज किबेक वायकवा सेवा कार्यक्रम मङ्सिरमा चाहिँ दिदी र म दिनभरि पसलमा बस्यौँ। साँझमा चाहिँ यसो दर्शन गर्न भनेर हामी मास्तिर उक्ल्यौँ। यस्तो अवस्था रहेछ। साँझमा एकदमै रमाइलो। दिउँसोको कार्यक्रम सकिएपछि सांस्कृतिक कार्यक्रम सुरुवात हुनु अघिको कलाकारहरूले पूर्व तयारी गर्दै हुनुहुँदो रहेछ। हामी चाहिँ दिदी र म घर फर्किनु अगाडि यसो मन्दिर दर्शन गरेर जाउँ भनेर हामी चाहिँ मास्तिर उक्लेको थियौँ। एकदमै रमाइलो रहेछ। यो माथि मन्दिरमा जान चाहिँ यहाँ बन्द रहेछ। हामी पछाडि बाटो गयौँ भने जान सक्थ्यौँ, तर एकदमै राति भइसकेकोले गर्दाखेरि दिदी र मैले तलै दर्शन गऱ्यौँ। अनि हामी चाहिँ फर्क्यौँ। एकदमै साँझको बेलामा एकदमै रमाइलो मनमोहक दृश्य रहेछ। दिदी र मैले 2-4 फोटो खिच्यौँ, टिकटक पनि बनायौँ। त्यसपछि यसो दृश्य अवलोकन गरेर दिदी र म चाहिँ घर फर्क्यौँ। दिनभरि पसलमै बसेर साँझमा चाहिँ यसो दर्शन गर्न निस्किएको बेला केही भिडियोहरू खिच्न मन लाग्यो। हेर्नुहोस् कति रमाइलो हुन्छ, कति राम्रो हुन्छ क्या मङ्सिरमा। तपाईँहरू पनि एकपटक मङ्सिर दर्शन गर्न आउनुहोस् है। जहाँ जतासुकै रहनु भने एकदमै धार्मिक पर्यटकीय स्थल हो मङ्सिर भनेको। यो मङ्सिर इलाम पर्छ। अहिले साँझमा चाहिँ सांस्कृतिक कार्यक्रम हुन्छ। त्यो कार्यक्रम हुनु पूर्वको अवस्था है यो चाहिँ। सबै केही समयको लागि दिनभरि कार्यक्रम हुन्छ। कार्यक्रम पश्चात चाहिँ केही समय चाहिँ यसो आराम खानपान खाना खाएपछि चाहिँ सबैजना उपस्थित भएर यहाँ सांस्कृतिक कार्यक्रम नाचगान गर्ने गरिन्छ। अब आजको कार्यक्रम चाहिँ भोलि पनि हुन्छ र पर्सि चाहिँ बिदाई कार्यक्रम हुने गर्दछ। सधैँ चाहिँ माघमा हुने कार्यक्रम यस वर्ष पनि भएको छ। यहाँ मङ्सिर धार्मिक पर्यटकीय स्थल भएकोले गर्दाखेरि तपाईँहरू जो पनि आउन सक्नुहुन्छ। यहाँ थुप्रै देशबाट जस्तै दार्जिलिङ, सिक्किम, भुटान लगायतका देशहरूबाट पनि यस धार्मिक स्थलमा भक्तजनहरू आउने गर्नुहुन्छ। तपाईँहरूले पनि एकपटक मङ्सिर आएर दर्शन गरेर जान सक्नुहुन्छ। हामी चाहिँ दिउँसो पसलमा थियौँ अनि साँझमा चाहिँ सुक्लेर यहाँ यसो दर्शन गरेर फर्किने क्रममा दिदीबहिनी यसो मन्दिर महाबत्ती परिक्रमा गरेर हामी फर्कियौँ। यस्तै छ। हजुरहरू पनि आउनुहोस्। त्यसपछि हामी घर फर्किँदा धेरै साँझ परिसकेको थियो। हवस् त, धन्यवाद सेवारो, यहाँहरूले हेरिदिनु भयो। फेरि पनि म कुनै भिडियो सामग्रीहरू प्रस्तुत गर्नेछु। हवस् त, धन्यवाद सेवारो, नमस्कार।